पनि खाडीमै छु। सबलाई म एउटै हातले नमस्कार गर्छु। ड्युटी गर्न त मन लाग्दैन, त्यही पनि 2 वर्षसम्म यहाँ गाँड मराउनु पर्नेछ। कसरी गाँड मराउने हो 2 वर्षसम्म मलाई त केही थाहा पनि छैन। आज मौसम पनि कस्तो राम्रो राम्रो मौसम गरिरहेछ। यतातिर पार्टी हल्छ, यहाँ पार्टी गर्ने पार्टी हल्छ। चस्मा चाहिँ यहाँ बेलायतबाट मगाएको चस्मा हो कि यो। हेलो मेरो खाडीका साथीहरू, सबैलाई एउटै हातले नमस्कार। म भर्खरै भात घिचेर फेरि काममा जान लाग्छु। आजबाट त ड्युटी पनि सुरु भइहाल्यो। यतिसम्मको बोर लाग्छ हजुर, के गर्ने अब। ड्युटी गर्न त मन लाग्दैन, त्यही पनि 2 वर्षसम्म यहाँ गाँड मराउनु पर्नेछ। कसरी गाँड मराउने हो 2 वर्षसम्म मलाई त केही थाहा पनि छैन। त्यही भएर केही छैन, ठिकै छ। अहिले फेरि म भातसात खाएर जान लाग्छु ड्युटी। ड्युटी गएरै हुन्छ। हाम्रो साथीहरू पनि आउँदैछन् पछाडिबाट। सबैहरूले भन्नुहुन्छ होला कस्तो काम गर्छ यसले, के काम गर्छ भनेर सोच्नुहुन्छ होला। त्यो पनि देखाउँछु म कुनै दिन तपाईँहरूलाई। त्यही भएर सफर गर्नु मलाई एकचोटि फलो गरेर राखिदिनु, त्यही भएर भन्छु म। बुझ्नुभयो नि। आज मौसम पनि कस्तो राम्रो राम्रो मौसम गरिरहेछ। यतातिर पार्टी हल्छ, यहाँ पार्टी गर्ने पार्टी हल्छ। चस्मा चाहिँ यहाँ बेलायतबाट मगाएको चस्मा हो कि यो। बेलायतबाट मगाएको चस्मा हो, एकदमै कालो देखाउँछ। मजाको मौसम, शीतल मौसम भएको बेला यस्तो चस्मा त झन् कति आनन्द आउँछ। त्यही भएर म भन्दैछु सब मिलेर मलाई फलो गरौँ, सपोर्ट गरौँ, लाइक गरौँ, कमेन्ट गरौँ, सेयर गरौँ। मेरो युट्युब च्यानलमा गएर त्यसमा पनि सपोर्ट गरौँ। कोही नडराउनु होला, कोही नडराउनु। मेरो खाडीमा बस्नुभएका सबै साथीभाइहरू, म पनि खाडीमै छु। सबलाई म एउटै हातले नमस्कार गर्छु। एउटै हातले नमस्कार। ल ठिक छ, केही छैन। लगभग 2 मिनटको भिडियो भयो क्या हो। बल्ल तले यो भिडियो बनाउन भने धेरै मेहनत चाहिन्छ। ल ठिक छ, ओके बाई। म काममा जाँदैछु। कुनै दिन देखाउँछु म काम, कस्तो काम हुन्छ, यसले कस्तो गर्छ भनेर। ओके ल। बेलायतबाट मगाएको चस्मा हो, एकदमै कालो देखाउँछ। मजाको मौसम, शीतल मौसम भएको बेला यस्तो चस्मा त झन् कति आनन्द आउँछ। त्यही भएर म भन्दैछु सब मिलेर मलाई फलो गरौँ, सपोर्ट गरौँ, लाइक गरौँ, कमेन्ट गरौँ, सेयर गरौँ। मेरो युट्युब च्यानलमा गएर त्यसमा पनि सपोर्ट गरौँ। कोही नडराउनु होला, कोही नडराउनु। मेरो खाडीमा बस्नुभएका सबै साथीभाइहरू